नमस्ते साथीहरू, तपाईँहरूलाई मैले अब केही स्क्यामरहरूका यसरी तपाईँहरूलाई फसाउन सक्छन्। यो चिनी माया तामाङ भन्नेले मलाई फ्रेन्ड रिक्वेस्ट पठाए, मैले एक्सेप्ट गरिदिएँ। त्यसपछि उसले मलाई यस्तो लेखी, हेर्दै हुनुहुन्छ ल हेर्नुहोस्, यो भगवान् गौतम बुद्धको फोटो हालेर यहाँ 418 को 4018 को नम्बर पनि यस्तो गरेँ। फेरि तपाईँले 50,000 जित्न सक्नुहुन्छ भने त्यसपछि हेर्नुहोस्, मैले ठ्याक्कै मिलाएर हालिदिएँ। हेर्नुहोस्, यो तपाईँले केबाट तपाईँको भुक्तानी प्राप्त गर्न चाहनुहुन्छ भनी चाहिँ त्यसले हेर्नुहोस्, स्क्यामरहरू यसरी गर्छन्। यो तपाईँहरूले पढ्नुहोस् नि मेरा यिनी म्यासेजहरू। मलाई त थाहा थियो, त्यही भएर मैले अलि समझदारी देखाएर यससँग मैले यस्तो यस्तो कुरो गर्न थालेँ। हेर्नुहोस् ल, मलाई स्क्यामरबाट सबै थाहा छ, त्यही कारणले मैले फेरि कारको नम्बर, मेरो कारको नम्बर पठाएँ, यसबाट पत्ता लगाउनुहोस् भने। ल हेर्नुहोस् मेरो नम्बर भने फेरि त्यसले म्यासेज गर्दै थिएँ। त्यो गर्दा गर्दै मैले उसलाई ब्लकमा हानिदिएँ, किनकि यस्ता स्क्यामरबाट कुनै रिस्क ल्याउनु थिएन मलाई। त्यही कारणले तपाईँहरू पनि सावधान रहनु होला, होसियार रहनु होला ल है। यसले फ्रेन्ड रिक्वेस्ट पठाउँछ समथिङ मेरा साथीहरूलाई कसैले एक्सेप्ट नगरी दिनु होला। धन्यवाद।